प्रेमी सुन्दर शब्दमा आनन्द कोटी प्रणाम लगाउँछु। स्वीकार गर्नुहोस्। हाम्रो निमन्त्रणलाई स्वीकार गरेर हाम्रो साथमा नै देउरालीबाट पनि हाम्रो श्रद्धेय सुन्दर शब्दहरू पाल्नुभएको छ। यहाँलाई पनि आनन्द कोटी प्रणाम लगाउँछु। अब म एकछिन गुणवन्दना पश्चात यो आजको छत्रसालको जीवनीलाई प्रस्तुत गर्नेछु। बन्नु सतगुरु चरण कमलको गर्छु प्रेम प्रणाम। अशुभहरणं मङ्गलहरणं श्रीदेव चन्द्रमलयम्। श्री प्राणनाथ यमुनापति श्री मेहराज सुराम। तेज कुमारी श्यामाय गलको फल फल करो प्रणाम। सचिदानंदमय विश्वोत्पत्त्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। चिदादित्यकिशोरं परितं विराजितं स्वरूपं सच्चिदानन्दं निर्विकारसनातनम्। कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभम्। नासाग्रे वरमौलिकं करतले वेणुकरे कङ्कणम्। सर्वाङ्गीं हरिचन्दनं सुललितं कण्ठस्थं कवले गोपस्त्री परिवेष्टितो विजयते गोपालचूडामणि। वसुदेवसुतं देहं कंसचारणमर्दनं देवकी परमानन्दो कृष्ण वन्दे जगद्गुरु। आए श्री राज विराजे कथा करो मदीयं सन। प्रेम सोमन्ये पधारे नन्दकुमार। मङ्गलं राजश्यामाजे मङ्गलं राधिकावरा। मङ्गलं गुरुदेवश्च मङ्गलं भक्तवत्सलम्। मङ्गलं गुरुदेवश्च मङ्गलं शान्तसुन्दरं कृष्णप्रियालकी। अब साथीले हुन्छ एकछिन ढोलकमा कोही बस्नुहुन्छ भने एकछिन है। सबैजनाले सकेसम्म रमाइलो गर्ने त हो। सकेसम्म रमाइलो गर्ने हो। बाटोमा कोही ढोलकमा छोटो छोटो एकछिन ढोलकमा साथ दिनुहोस्। मैले यसको धेरै समय पनि महाराज छत्रसालको छोटकरी नजिक म बताउने छु। आज हामी टेकालाई यो महोत्सव गरिरहेको छौँ। कुन उहाँ महाराज छत्रसालले कुन त्यति महान कर्म गर्नुभयो उहाँको हामी स्मृति गर्दैछौँ। जो व्यक्ति जन्मको मर्नको लागि मात्रै जन्मिन्छ, किनभने महाराज छत्रसाल आज अमर रहनुभएको छ। कुन कर्म गर्नुभयो महाराज छत्रसालले हामी आज स्मृति गरिरहेका छौँ। त्यो जन्म र मर्न मात्रै महानको चोला होइन, जसले यो समाजलाई, यो राष्ट्रलाई, यो धर्मलाई केही छाप छोडेर जान सक्छ, त्यही नै महान पुरुष। ब्रह्मा श्री कृष्ण जय सच्चिदानन्द। ब्रह्मा श्री कृष्ण जय सच्चिदानन्द। परम धन की भूमि
जुन समयमा हिन्दूहरूको जगन्य टोपीलाई हामीले जोगाउन मुस्किल परेर हामी भारतबाट भाग्दै भाग्दै जातीय नामको कर तिर्न नसकेर नेपाल प्रवेश गयौँ। त्यस्तो हिन्दूमाथि गरेको अत्याचार र अन्यायलाई महान पुरुष पहिला देवचन्द्र महाराजले श्रीकृष्णलाई हिँडाएर प्रार्थना मन्त्र प्रकार गर्नुभयो, जसले 14 वर्षसम्म उहाँको छिनेर। त्यसपछि महादेव प्राणनाथ भने, हे राजा, हे हिन्दू राजा हो, हाम्रा चेलीबेटी लुटिँदैछन्, हामीमाथि जातीय कर लगाइएको छ, हाम्रा मठ मन्दिरहरू फोरिएका छन्, वृन्दावन धाममा हेर्नुमा 7 तलाको कृष्णजीको मन्दिर गएर 3 तला चलुनमा औरङ्गजेब बादशाहले दिल्लीबाट देखियो भने सैनिक लगाएर फोर लगाए। यस्तो अवस्थामा प्राणनाथजी गुजरातबाट कच्छ, नलिया, काठमाडौँ, इराक, अरब सबका ठाउँमा, हे राजा, हे राणा, तिमीहरू उठ जाग, हिन्दूहरूमाथि यस्तो अत्याचार भइरहेको छ, उठ 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 भन्दै धर्म प्रचार गर्दै गर्दै देश देशान्तर घुम्नुहुन्छ। त्यो समयमा उहाँले भावसिंह राणालाई जगाउनु भएको थियो हिन्दू राजा, तर पनि उनलाई राजको प्रक्रममा राजरेखा देख्दै उनको आत्मा त्यही राजमा विलीन भएर उहाँको मृत्यु हुन्छ। उदयपुर हुँदै रामनगर हुँदै जब महामती प्राणनाथ आज 1739 मा मौको त्यो रामनगर पुग्नुभएको छ। त्यहाँ उनले सुरसेनसँग भेट हुन्छ। उनी प्राणनाथजीको भक्त प्राणनाथजीको कथा चर्चामा आउँछन्। उनले उनका अर्का भाव देवकरणलाई भन्छन्। उहाँ हुनुहुन्थ्यो 17 सालका भतिज कृष्णनयरके 17 सालका भतिजमा त्यही रामनगरमै जहाँ प्राणनाथजीको कथा श्रवण गर्न आउनुहुन्छ। महामती प्राणनाथजीको त्यो हिन्दूमाथि गरिएको अत्याचार आफू पनि अम्बालाबाट जेलबाट पत्नीको आभूषण लगाएर वस्त्र लगाएर भाग्न परेको, जुन कर तिर्न नसक्नको कारण भाग्नु भएको थियो, त्यो वेदनाले पिर्सिँदै हिन्दू सम्राट जगाउँदै जगाउँदै महापुरुषको खोजीमा हुनुहुन्थ्यो। यसै बेला यता छत्रसाल पनि 1706 मा पिता चम्पत राय र माता पालकुमारीको गर्भबाट यस धरतीमा प्राकट्य हुनुभएको थियो। आजकै दिन ज्येष्ठ शुक्ल तृतीया कृष्णनयरके बिन्दास तपाईँ सुन्दै जानुहोस् तपाईँका आँखाबाट बलिन्द्र धारा आँसुको जब बिन्दकलाई भन्दै राम्रोसँग बुझ्छ। बिन्दकको प्रकारका प्रत्येक चौपाई तयार हुन्छ अनि हामीलाई बलिन्द्र धारा दिन आउँछ। प्रियामा बिन्दक उत्सव होइन, बिन्दक त्याग हो, बिन्दक समर्पण हो, बिन्दक भावुक हो। आज महामती प्राणनाथजी जब रामनगर उहाँलाई देवकरणको सम्पूर्ण कहानी 17 सालको बताइदिनुहुन्छ प्राणनाथजीसँग। र प्राणनाथजी पनि आज 17 साललाई भेट्न उत्सुक हुनुहुन्छ। यता पनि 1706 मा यस धरतीमा प्रकट हुनुभएको 17 साल उहाँ जङ्गलै पन्नाको मोहर पहाडमा प्रकट हुनुभएको थियो। जङ्गलको बिचमा मुगल सरकारले पिता चम्पत रायलाई पक्राउनको लागि 1.25 लाख रुपियाँ धरौटी राखेको थियो, जसले चम्पत रायको मृत्यु वा जिउँदो शिर लिएर आउँछ, व्यक्ति लिएर आउँछ, उसलाई 1.25 लाख दिने मुगल सरकारले घोषणा गरेको थियो। त्यस्तो अवस्थामा मोहर पहाडको जङ्गलमा प्रकट हुनुभएको 17 साल। जब 17 साल माता चितलीको गर्भबाट प्रकट हुँदै हुनुहुन्थ्यो, त्यसै बेला मुगल सरकार पिताजीलाई चम्पत रायलाई पक्राउनको निम्ति अवसर मिल्यो भनेर समात्न आइपुग्छन्।
सुत्केरी भएकी गर्भवती पत्नी छन् त्यो अवस्थामा चम्पकरायलाई बडो आपद आइरहेको छ। हे प्रभु, मैले मेरो देश र जनता र हिन्दू धर्मको संरक्षणको लागि आज तरवार उठाएँ। यस्तो अवस्थामा पनि मलाई मुगल सरकारले सैनिकले लगाएछन्। मेरो हात तपाईँको जिम्मामा छ। आज चम्पकरायले वेदना गर्नुहुन्छ। त्यही काठमा निक्लेको जुन बसेको त्यो बालक छ नि, बालक भर्खर जन्मेका 6 सालको आत्माबाट एउटा तेज निस्किन्छ जुन तेजबाट चम्पकराजको अङ्ग शरीरमा प्रवेश गर्छ। त्यो उज्जवल तेज त्यसपछि चम्पकरायलाई एक किसिमको साहस आउँछ, बल आउँछ, हिम्मत आउँछ। त्यो मोहर पहाडको खोजलाई ठिक्कै फड्केर पारी पुग्नुहुन्छ। बोलो छत्रसाल महाराजकी जय। बालक जन्मदाकै दिनै भएको घटना, छत्रसाल प्राकट्य हुँदैकै घटना हो। जब त्यो बालकको शरीरबाट निक्लेको त्यो ज्योति पिताको शरीरमा प्रवेश गर्छ, पिताजीले मोहर पहाड तपाईँ सबै हेर्न जानुभयो होला। त्यो पहाडको त्यो खोजलाई फड्केर मुगल सेनाबाट जोगिनुहुन्छ। जनताले मुगल सेना फर्किन सकेनन्। नसकेपछि त्यो बेला छत्रसाल बाँच्नु भयो। अब त्यो पत्नी र पुत्रलाई किनभने छत्रसालका ज्येष्ठ दाजु शाहजहाँलाई 14 वर्षको उमेरमै मुगल सेनाले मारिसकेको थियो। पिताजीलाई मुगल सेनाले खोजिरहेको छ, कुनै पनि बेला पक्रेर मार्न सक्छ। त्यसपछि पत्नी र पुत्रको संरक्षणको निम्ति केही समय बल दिवान भन्ने आफ्नो मित्रका गएर पत्नी र छत्रसाललाई लगेर संरक्षणको लागि लुकाउनुहुन्छ, जिम्मा दिनुहुन्छ। आफ्नो मुगल सरकारसँग लड्दै हिँड्नुहुन्छ। यस्तो वेदना छ यो वितक रमाइलो होइन प्रियामा। जतिपल्ट तपाईँ हेर्नुहोस्, जतिपल्ट तपाईँ सुन्नुहोस्, बलिन्द्र धारा आँसु बग्छ। छत्रसालको कहानी आएको छ। महामती प्राणनाथजीलाई त्यस्तै आएको छ। जब मुगल सरकारको युद्धमा लड्दा लड्दै छत्रसाल आज केही उत्कृष्ट बालिके बढ्नु भयो 5-6 महिनामा। अनि उहाँलाई आफ्नो मामुली कहाँ राख्नुहुन्छ, पत्नी र छोरालाई ससुरालीमा राख्नुहुन्छ आफू हिन्दू धर्म संरक्षणको लागि। रात दिन युद्धमा लडिरहनु भएको छ पिता चम्पकरायले। यता छत्रसाल बालक हुर्किँदै जानुभएको छ, उता महामती प्राणनाथ पनि यी बालकलाई मैले कसरी हो आज मुगल सरकारले दिएको यातना हिन्दूमाथि लगाएको जाजिएको कर, साना साना चेलीबेटीमाथि गरिएको बलात्कार अनि जबरजस्ती गर्ने विवाह भएको कारण हामी हिन्दूहरूले पनि बाल विवाह चलाउनु पर्यो। मुगल सरकारले दिएको आपतका कारण हामीले बाल विवाह गर्यौँ। कृष्ण कन्हैयालाल की जय। बाल विवाह गर्ने चलन आयो। गायत्री मन्त्रलाई मायामा पुग्न पाइएन। सुटुक्कै हिन्दू धर्म संरक्षणको लागि कानमा पुग्ने चलन आयो। बालिकालाई 2 वर्षकी नानी 4 वर्षको बालकको विवाह गरेर हिन्दू धर्म संरक्षण गर्न परेको थियो हामी हिन्दूहरू। त्यसमा आपत गरेका थिए। बादशाहले दिनको 74,000 गाडा जगैले टुप्पी हुनुका गाडा घोर्न नपाएदेखि भोजन गर्दैन। त्यतिसम्म अत्याचार थियो हामीमाथि। त्यस्तो बेलामा महालीको कहाँ गएर हुर्काउँदै गएका छत्रसाल चम्पकराय निरन्तर लडिरहनु भएको छ हिन्दू धर्म संरक्षणको लागि। पुत्रलाई आज मावलीका क्षेत्र छ। माता वीरङ्गना हुनुहुन्छ। माता बाबुमाई पनि कमजोर हुनुहुन्न। पुत्रलाई सम्पूर्ण शस्त्र शास्त्रहरू सिकाउँदै जानुभएको छ। पुत्र यस्तो राम्रो बाबाकै देखि उनलाई साहसी शूरवीर सम्पूर्ण शस्त्र अग्नि कलाहरूले भनिसक्नु भएको छ। बाबालाई सानैदेखि शास्त्रका प्रत्येक चौपाई याद होस् अनि शस्त्र कस्तो चलाउनु पर्छ। हामीले हाम्रो संरक्षणको लागि, विद्वताको लागि, विद्वानको लागि शास्त्र चलाउने, मूर्खको लागि शस्त्र पनि चलाउनु पर्छ। कृष्ण कन्हैयालाल की छत्रसाल महामली कहाँ बढ्दै हुनुहुन्छ, हुर्काउँदै हुनुहुन्छ। एक दिन उनले सम्पूर्ण
जाँदा दुर्गा मन्दिरमा पूजा थिए। मन्दिरमा पूजा गर्न जानुभएको छत्रसालका पुत्र उहाँकी माँ घरबार गुमाए। मुगल सेना दुर्गाको मूर्ति फोर्न भएर आए। आएपछि फुल भएर मन्दिरमा देवीले चढाउने फुल भएर पूजाले भएपछि छत्रसाल 12 हुनुहुन्छ, 11 वर्षको हुनुहुन्छ, म फुल लिएर आउँछु भनेर जानुभएको उताबाट मुगल सेना मूर्ति तोड्न आउँदै गएको देख्नुभयो। यस्तो अवस्थामा त्यो 11 वर्षको बालकले आज मुगल सेनालाई त्यही पहिल्यै मारे, पहिल्यै भगायो। बोलो छत्रसाल महाराज की। र आफ्नो देवीको भिन्न धर्मको संरक्षण गर्यो। यसले छत्रसाललाई झन् साहस बढ्दै गयो, हिम्मत बढ्दै गयो। अब एक दिन उनका पिताजी युद्धमा जानुभएको, आज बादशाहका सेनाले उहाँलाई ठुलो घाइते बनाएर पठाए। पिताजी चपतरायलाई ठुलो घाइते बनाएर पठाए, किनभने उहाँ युद्धमा गर्दा गर्दै युद्ध गर्न नसक्ने भएर घरमा फर्किनुभयो। छत्रसाल अन्य पुत्रहरूलाई अन्त राखिएको छ र छत्रसालबाट मानिसहरूको पासमा पिताजी आउनुभयो। आएपछि मुगल सेनाले तोकेको उहाँको टाउकाको भुलले सबैतिर हाहाकार छ। उहाँलाई केही समय पनि बढ्न सक्ने स्थिति छैन, किनभने हामी पनि भएका छौँ नि, कसैको टाउको तोकेको हो नि, पहिला अहिले टाउको मिलाउँछ, पहिला टाउको तोकेको हो। आज चपतरायलाई टाउको तोकेको कारण कुनै पनि लोभले उनीहरूलाई मुगल सेनाको पासमा पुर्याउँछन् भन्ने चपतरायलाई थाहा छ। उहाँले भन्नुभयो, हामी केही चिज कुनै आफ्नो मित्रका पासमा जाउँ, आफ्नो सहचिन्तको पासमा जाउँ, जुन मलाई यो घाइते अवस्थाबाट म उठ्न सक्छु। उठ्न सक्ने भनेर आज ओर्छाका इन्द्रमणिको पासमा छत्रसालका पिता छत्रसाल बाबुमाईलाई उहाँ लगिन्छ, आफ्नो ससुरालीमा लगिन्छ, जानुहुन्छ चम्पतराय। ससुरालीमा पनि इन्द्रमणि युद्धमा जानुभएको मर्नुभयो। उनका कुँवर सिंह हुन्छ एउटा तेजपाल झन्झार भन्नेले, त्यो उहाँ इन्द्रमणिका दरबारमा उनको ज्येष्ठ पुत्रले छत्रसालका पितालाई बुझाउन पाए मुगल सेनामा 1.5 लाख मैले पुरस्कार पाउने थियो भने लोभले कुनै पनि बेला युगल सेनालाई उनले खबर पठाइदिनुहुन्छ। पठाएपछि अब यहाँ पनि राख्दा पिताजी संरक्षण हुनुहुन्न भनेर नारायणको मन्दिरमा लगेर राखेका हुन्छन् छत्रसालका माता पितालाई र छत्रसाललाई। त्यहाँ केही हिन्दू र आश्वसनीय सैनिकलाई देखभाल गर्न राखिन्छ। त्यो तेजपाल झन्झेर आफ्नै जेठो पत्नीको जेठो दाजु भलाले के गरे, आज मुगल सेनासँग मिलेर छत्रसालका पितालाई त्यो मन्दिर देवालयबाट जङ्गलको बाटो गरेर लाने र यसलाई विखलीलाई समाप्त गरेर यसको शिर काटेर आज उनको पैसालाई छत्रसालको शिरलाई मुगल सेनाका साथमा जिम्मा दिने गर्छन्। आफन्तैले धोका दिन्छन् छत्रसालका पितालाई र जङ्गलमा जाँदै गर्दा चारैतिरबाट मुगल सेनाले घेरेको देखेर आज चम्पतराय भन्नुहुन्छ, हे बाबु तेजकुमारी, बाबुकुमारी, म यो मुगल सेनाबाट मर्नभन्दा मलाई तिमीले छुरीले हान, मेरो प्राण तिम्रो हातबाट जान मलाई इच्छा छ भनेर आज चम्पतरायले आफ्नी पत्नीलाई भन्नुहुन्छ र बाबुकुमारीले चम्पतरायलाई छुरीले हानेर र आफैलाई छुरीले हानेर छत्रसालका माता पिताको मृत्यु हुन्छ। छत्रसाल महाराज की। उनको मृत्यु भएको यो चोट छत्रसाललाई आफ्नो दिदीको घरमा गएर तिमी संरक्षण गर्छ भनेर पठाइन्छ। बालक 11 वर्षको बालक आज दिदीको घरमा जाँदा दिदीले मुगल सेना पछिताएर आउँछन् भाइसँग भनेर बासै बस्दैन। हेर्नुहोस्, आपत काललाई पर्दैन, आपत रामलाई परेन कि आपत कृष्णलाई परेन कि महान पुरुषहरू जति पनि यहाँ हुनुहुन्छ उहाँहरू आपतबाट गुज्रिएर महान बन्नुभएको हो। साना तिना कठिनाइले हामी पछि
हट्नु हुँदैन। महामतीकै पिछामा निक्लिने त्यसकी प्रभा एक धाम हृदय लगाए उडाइदिए प्रभा। तिमी निरन्तर प्रभु प्राणनाथको सिद्धान्तलाई लिएर अगाडि बढ। कसरी बढ त नि भन्दा आज बिहानको मात्रै क्लासमा मैले सुनेको गाउँमा हात्ती आउँछ अरे। हात्ती हात्ती आएको थाहा पाएपछि ती गाउँमा कुकुरहरू हुन्छ नि घुम्छ क्या हात्तीको पछि पछि। आज बिहानको क्लासमा मैले सुनेको ती कुकुरहरू घुम्छन् अनि हात्ती फरक अलिक फर्केर जान्छन् अरे क्या। आक्रमण ल्याउँछ अलिक फर्केर जान्छन् अनि हात्ती आफ्नो बाटो हिँड्छ अनि कुकुरहरूले क्या गर्छन् अरे। यो जगत त्यस्तै छ। तिमी आफ्नो भाग्यलाई आफ्नो लक्ष्यलाई हेरेर ताकि यो मानव जीवन कि त अमर होस् कि त मोक्ष प्राप्त गरोस्। कृष्णको जीवन त्यसै फेर नथा जीवन फेरि आउनुवाला छ। जब पत्नीले पतिको हत्या गरेर आफैले छोरी हालेर मरिसकेपछि ७ सालका पिताको शिर काटेर मुगल सेनालाई दिइन्छ। कस्तोसँग पढ्यो होला त्यो बालकलाई। यता माता पिताको मृत्यु भयो, उता दिदीको घरमा गएको बालक उनै मुगल सेनाका डरले उनका भिनाजी मुगल सेनाका सैनिक थिए। डरले दिदीले बाँचै बस्न दिएन। उनी भोकले थकानले चौतारामा गएर सुतिरहेको अवस्थामा चौतारामा गएर सुतिरहनु भएको थियो। त्यही बेला गाउँकी एउटी दिदी पनि त्यही गाउँमा विवाह गरेर दिएका रहेछन्। त्यही विवाह गरेर दिएको उनी दिदीले देख्छिन्, पानी लिन आउँदा देखेकी हुन्छन् र ७ साल तिमी किन यहाँ सुत्यौ, आऊ मेरो घरमा जाऊ भनेर आफ्नो घरमा लान्छन्। आफ्नो घरमा लागिसकेपछि उनलाई बास बस्नु दिन्छन्, खाना दिन्छन्, सबै व्यवस्थापन गर्छन्। ७ सालले त्यो दिनको गुण यति सम्झनु भयो कि उहाँले पटनाको राजा हुँदा पनि उनै दिदीलाई दिदी मान्नुभयो। तिनले जुन दिन असहाय भएर माता पिता यता मृत्यु भइसक्यो उता आफ्नै दिदीले निकाली गाउँकी दिदीले ल्याएर संरक्षण दिएको कारण आज ७ सालले महुमा महाराजा हुँदा पनि उनै दिदीलाई दिदी मान्नुभयो। सदा सर्वदा उनीको हातबाट टीका गर्नुभयो। आफूले धेरै उहाँले कहिले त्यो गुण बिर्सनुभयो। यता ७ साल तिनै दिदीको घरमा सुत्दै हुनुहुन्थ्यो। उहाँलाई सपनामा आफ्ना यता माता पिताको मृत्यु भयो। सपनामा आऊ बाबु आऊ 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 भनेको माता पिताले बोलाइरहेको देख्नुभयो। बालक पिउटिन्छ, झस्किन्छ, चिच्याउँछ, कराउँछ 11 वर्षको बालक। र आज के भयो माता पितालाई उनले आफ्नो गाउँ मावली पुग्दा मामाको घरमा पुग्दा पिता र माताको लास आँगनमा हुन्छ। माता पितालाई सम्झेर बढो हुनुहुन्छ। पिताजीको शिर छैन, लगिसकेको छ। जुन आशा थियो त्यो मुगल सरकारले इनाम दिने आशामा ७ सालका पिता चम्पत राईको शिर काटेर लगिएको थियो। यो वेदनाले ७ साललाई यति ठुलो चोट पर्यो, यति ठुलो वेदना पर्यो। हामीलाई सामान्य लाग्ला तर बालकको दिलमा परेको चोट कहिल्यै छुटिँदैन। सुन्नुहोस्, बालक सानो छ, त्यो बालकको दिमागमा जुन चोट पर्छ त्यसले जति ठुलो भए पनि बिर्सदैन। उनले त्यति बेला प्रण गरे, एक दिन म कुनै पनि बेला यो मुगल सरकारलाई मैले ढाल्नेछु, मुगल सरकारलाई मैले लडाई छोड्ने छैन। मेरा माता पिता यसरी मरेको बदला म नलिई छोडे भनेर प्रण गरेर त्यो बालक आज विरक्ता भएर त्यहाँबाट माता पिताको सन्तति गरेर निस्कँदै जाँदा बहुतारिँदै जाँदा उनी रुकुनी बस्नुभएको थियो। जुन समय उहाँलाई ७ सालका पिताले संरक्षण गरेर महाबलीको घरमा लगेर राख्नुभएको थियो त्यही गाउँमा पुग्नुहुन्छ। त्यही गाउँमा पुग्दा उहाँ चौतारामा सुतिरहेको हुनुहुन्थ्यो। न त ओढ्ने थियो न त ओछ्याउने थियो। ढुङ्गाको सिरानीमा सुतिरहेको बालकलाई महाबलीले देख्नुहुन्छ र ७ साललाई चिनेर संरक्षण गरेर आफ्नो पासमा ल्याउनुहुन्छ। जसले सत्य धर्म, सत्य कर्म, सत्य विचार बोकेर हिँड्नुहुन्छ उसका निम्ति कुनै न कुनै सहारा पाइन्छ नै पाइन्छ।
समयमा अघि आसन ग्रहण गर्ने क्रममा पोखराबाट पाल्नुहुने श्यामराज महाराजका आसन ग्रहण गरिदिनु हार्दै अनुरोध गर्छु। त्यसै बाइजुराज मन्दिर जग्गा बाइजुराज मन्दिरको अध्यक्ष श्री विष्णु बराजुज्यूलाई पनि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। कास्की जिल्लाका कोषाध्यक्ष राजा घिमिरेज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। त्यसै साथसाथै आउनुहुने शान्ति सापकोटाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। लीला बस्नेतज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँहरूलाई सम्मान गर्नका लागि तिनीहरूका थाला लगाएर जानुलाई घुमाउनज्यूलाई राणा अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। कृष्ण कन्हैया की एक पाठ पारायण की छत्रसाल प्राकट्य महोत्सव की आज छत्रसाल को वेदना का दिन जब बालक सानैदेखि निखारिएको हुन्छ तर उसलाई त्यो वेदनाले छटपटिएको हुन्छ। जब आफ्ना पिताजीको मित्रका पासमा जानुभयो माताजीले दिनुभएको छोड्नु भएको गहना मेरो पुत्र कतै बाँचेछ भने कुनै समय तपाईँको पासमा आएछ भने माता पितालाई कुनै पनि बेला मृत्यु हुन सक्छ। तपाईँले यी गहनामा यो घोडाको बस्नु मेरो पुत्रलाई दिन भनेर माताले छोड्नुभएको त्यही पछेर केही गहना आज छत्रसालको पासमा उहाँले पिताजीका मित्रले दिनुहुन्छ छत्रसाललाई। त्यति सम्पत्तिले राहत बढ्छ त्यो बालक वेदनाले अत्तालिएको बालक आज राहतले हौसला हुन्छ र त्यही घोडा लिएर जुन पिताजीले माताजीले छोडेको भरेभाइ घोडा थियो छत्रसाललाई अन्तिम समयसम्म पनि त्यही घोडाले साथ दिएको छ। कृष्ण कन्हैया की हेर्नुहोस् माता पिताले दिएको वरदान माता पिताले छोडेका गहनाहरू कति काम लाग्छन् भन्ने कुरा उनले पहिलो पटकको युद्धमा छत्रसालले घोडाले बचाएको पनि छ। जसलाई पिताजीले छोड्नुभएको माताजीले छोड्नुभएको यस्तो अवस्थामा त्यही घोडा लिएर पहिला आफ्ना काकाका छोरा बलदान भन्ने ठाउँ भन्नेको पासमा जानुहुन्छ। पहिला बाटो जाने आफन्तका नेताहरूले मलाई सहारा दिनुहुन्छ कि भनेर जानुहुन्छ। जाँदा त्यो बालक दाजुले फल हेर्दा मुगल सेनासँग युद्ध गर्ने अथवा नगर्ने कुल देवताको मन्दिरमा गएर फाल हेरेर छत्रसाल युद्धमा निरन्तर अगाडि बढ्नुभएको छ। केही समय उहाँ मुगल सेनाका यिनीहरूको कूटनीति र रणनीति कस्तो रहेछ त भनेर भर्ती हुनुभएको छ। 2 वर्ष 1722देखि 24 छत्रसाल महाराज कुनै पनि शत्रुलाई आक्रमण गर्न छ भने पहिला उसको खम्बा कुन चाहिँ कमजोर छ त घरको कुन चाहिँ खम्बा कमजोर छ भनेर पत्ता लगाउनु त्यही घरले त बस्नुपर्छ। 2 वर्ष मुगल सेनामा गएर उनीहरूको सैनिक गतिविधिमा टडिङ लिनुहुन्छ। त्यसपछि उहाँ छत्रसाल 1724 मा छत्रपति शिवाजीको पासमा जानुहुन्छ। त्यो बेला हिन्दू धर्म संरक्षक हिन्दू धर्मको खम्बा भनेर उभिनु भएको थियो छत्रपति शिवाजी। शिवाजीको पासमा जाने पुत्र भनेर पिताजीले बालककालमै छत्रसाललाई भन्नुभएको थियो यदि अचानक मेरो मृत्यु भइहाल्यो भने तिमी छत्रपति शिवाजीको पासमा जा जहाँ उनले तिमीलाई पुत्रको सम्मान गर्नेछ तिमीलाई साहस दिनेछन् बाबु भनेको कारण मुगल सेनाबाट भागेर उनी छत्रपति शिवाजीको पासमा जानुहुन्छ। छत्रपति शिवाजीले उनलाई पुत्र भनेर सम्बोधन गर्दा आज टुक्रो भएको बालक मनमोहन हुन्छ। जसले पुत्र भनेपछि उहाँलाई एकदम साहस आउँछ मेरा पिताजी चमत्कार जस्तो। जब
के भने कसले तिमीले हिन्दू धर्म हिन्दू द्वारमाथि लगाएको जाजिएका हिन्दूका फोडिएका मूर्ति हिन्दूका तोडिएका मन्दिर हिन्दूका जति पनि मूर्तिहरू छन् गाडा पनि लगाएर जति पनि खसेर जमिन खण्डित गराएको छ जति फोडेर खण्डित गराएका ती वेदना तिमीले छुटाउँछ म यहाँबाट एउटा गर्छु तिमी बुझेबाट यता शिवाजीले छत्रसाललाई बुझेलखण्ड पठाउनु भने यता महामती प्राणनाथ पनि देश देशान्तर हे राजा हे राणा आउ भन्दै देश देशान्तर घुम्दै धर्मको प्रचार गर्दै बादशाहले आफ्ना सुन्दर साथ 12 मोमिनहरूलाई त्यो पिटेको कोर्रा दिएको वेदनाले झटपटी भएको महामती प्राणनाथले श्राप दिइसक्नुभएछ बादशाहका तिमीको गाडी एक दिनको सरकार ढल्नेछ भनेर श्राप दिनुभएको छ महामती प्राणनाथले मुगल सरकारलाई उहाँको श्राप लागेको मुगल सरकारलाई र उहाँको मुस्लिमहरूको सरकार ढलेको थियो श्राप महापुरुषहरूको श्राप अत्यन्त लाग्छ हिँड्दै जाँदा आज 1740 भयो महामती प्राणनाथजी पटना मौमा पुग्नुभएको छ भने पटना पद्मावती खेलमा हुनुहुन्छ भने छत्रसाल मौमा मुगल सरकारले घेरेर भन्नुभएको छ आज देव गर्ने सबै कहानी महामती प्राणनाथजीलाई रामनगरमै बताउनु भएको थियो र त्यहाँबाट देवकरण र सुरशिर लालनाथ महाराज गएर छत्रसालको दरबारमा महामती प्राणनाथजी पनि मुगल सरकार विरुद्ध हुनुहुन्छ उहाँले तपाईँलाई बुझ्नुभएको छ भनेपछि आज छत्रसालले म चारैतिरबाट मुगल सरकारले घेरिएको छु म बाहिर निस्कन सक्दिनँ महामती प्राणनाथजीलाई मेरै दरबारमा युवा सुन्दर साथले लिएर आउनु भनेर राख्नुहुन्छ र लालनाथ लगायत केही सुन्दर साथलाई लिएर महामती प्राणनाथजी 1740 को मा महु तिदुनी दरवाजामा पुग्नुहुन्छ कृष्ण कन्हैया की महामती प्राणनाथजी महाराज की र सबै कहानी गएर केही सुन्दर साथले कथा श्रवण गर्दै हुनुहुन्थ्यो त्यतिबेला छत्रसाल पहिला सिपाहीको भेषमा पछि सिकारीको भेषमा त्यो मुगल सरकारको कुनै पनि चाकुसी र कुनै गुण त होइन सिधै गएर समर्पित गर्नु त भएन त्यो आएको महापुरुष कतै मुगल सरकारले मलाई मार्नको निम्ति मलाई अपहरण गर्नको निम्ति कुनै चाल चलेको छैन छत्रसालको मनमा शङ्का परेर उहाँले टाढैबाट बाबाजी राम राम भन्नुहुन्छ कृष्ण प्राणनाथजी पनि राम राम बाबाजी इधर आओ त्यति टाढा नबस मेरो समीप नजिक आओ तिमी मेरो फन्दामा परिसक्यौ महामती प्राणनाथजीले परमरामकी साकुण्ड सखीलाई चिनिसक्नुभयो दिव्य महापुरुषले चिन्दछन् आज चिनिसक्नुभयो अहिले नजिक आओ मेरो फन्दामा तिमी परिसक्यौ महामती प्राणनाथजीले छत्रसाललाई बोलाउनुभयो महामती प्राणनाथजीले छत्रसाललाई बोलाएपछि ममा पुरुषको दास बनेर 12 वर्षदेखि बसिरहेको छु जुन पुरुषले स्वप्नमा मलाई एउटा सिक्का दिनुभएको छ उनै पुरुषको म भक्त र उनै पुरुषलाई भेटेँ भने म उहाँको शरणमा जान्छु नत्र म कसैको शरणमा म जाँदिनँ अब उहाँले जुन दिन उहाँलाई मुगल सरकारले अत्याउँदा आफन्तले साथ नदिँदा एक्लै हुँदा स्वप्नमा आएर महामती प्राणनाथजीले 12 वर्ष पहिले बाबु तिमी नआत्तिनु आफ्नो कर्तव्य गर्दै गर्नु समय आएपछि तिम्रो र मेरो भेट हुन्छ यो सिक्का हेर्नु यसबाट तिम्रो र मेरो चिनारी हुन्छ यसलाई तिमीले धारण गर्नु यसबाट तिम्रो विजय हुन्छ भनेर स्वप्नमा दिनुभएको सिक्का छत्रसाल युद्धका हातमै थियो महामती प्राणनाथजी महाराजले हातमै थियो त्यही सिक्कालाई मैले गरमा धारण गरिरहेको र मलाई मसँग 12 वर्ष पहिले जसले यो सिक्का दियो तिनै महापुरुषको म शरणमा जान्छु मलाई आश्वासन दिनुभएको छ मलाई मुगल सेनाको ढलाउनु छ उसको सत्ता ढलाउनु छ हिन्दू धर्म संरक्षण गर्नु छ साना साना चेलीबेटी
सिक्का छ बाबु, ल हेर त यस्तै छ भनेर देखाइदिनु भएको। प्राणनाथजीको आसन पनि त त्यस्ता सिक्का त कति न कति। कृष्ण कन्हैयालाल छत्रसालले त्यो सिक्का देख्नुहुन्छ अनि मामाजी प्राणनाथजीको आसनको सिक्का हेर्नुहुन्छ। सिक्का एउटै छ, पुरुष एउटै छ जसमा कल्की अवतारमा सवार भएको घोडाको चित्र भएको सिक्का थियो। आज मामाजी प्राणनाथजी छत्रसालको विश्वास गर्नुहुन्छ भने छत्रसाल प्राणनाथजीको विश्वास गर्नुहुन्छ। आज गुरु र चेलाको भेट भयो। कृष्ण कन्हैयालाल की। अब गुरु र चेलाको भेट भयो। अब यहाँ मामाजी प्राणनाथजी र छत्रसाल प्राणनाथजी फर्केर यता बाइजराज र केही महिलाहरूलाई धेरै संरक्षणमा छोडेर बाइजराजलाई छोडेर जानुभएको थियो महाराज छत्रसाल तितुली दरबारमा भने यता छत्रसालकी मजली रानी सुशीला जसले लोकपाल झन्झेराकी जेठी दाजुकी छोरी थिइन्, जसले लोकपाललाई मारिदिनु भएको छत्रसालले र मित्रताको लागि उसका भाइ इन्द्रमणिकी छोरी भतिजीलाई विवाह गर्नुभएको थियो। मजली रानीलाई उनको नाम सुशीला थियो। कृष्ण कन्हैयालाल की। पहिला इतिहास कस्तो हुँदो रहेछ भने सम्झौता गर्नु पर्ने विवाह जतिखेर पाउनु अनि विरोध गर्ने विवाह गराएर ज्वाइँ गराउनु है, यस्तो सम्झौता रहेछ। यस्तो अवस्थामा उनी सुशीला गएर बाइजु महारानीसँग धर्ममा जागृत भइसकेकी हुनुहुन्छ। आज छत्रसाल पनि महुमा आज महाराज छत्रसाललाई अब महुको चौपाडा मन्दिरमा लाने निर्णय गर्नुहुन्छ। पालकी लिएर काठलाई लिएर महाराज छत्रसाल स्वयं आफूले पालकी बोकेर मामाजी प्राणनाथजीलाई महुको चौपाडा मन्दिरमा भित्र्याउनुहुन्छ। त्यो बेला महाराज छत्रसालले बाइजराजलाई पनि आसनमा राखेर राज्य र सेवाजीको स्वरूप मानेर सिंगार गराएर राख्नुहुन्छ। त्यो बेला उठेको आरती हो पूर्ण ब्रह्म ब्रह्मसे न्याय आनन्दाय खण्डाय यो वाणी महाराज छत्रसालले महुको चौपाडा मन्दिरमा बाइजराज र महाराज मामाजी प्राणनाथजीलाई सिंहासनमा राखेर उतारेको आरती हो। हामी पनि आरती भन्दा पहिले हामी पनि उतार्छौँ होइन। कृष्ण कन्हैयालाल की। आज धर्मनाथलाई सम्पूर्ण समर्पित गर्दै छत्रसाल समर्पित हुनुहुन्छ। यता मामाजी प्राणनाथजीले पनि आफ्नो शिष्यप्रति विश्वास छ। दुईजनाको बदल जसले जस्तो चेलो खोजेको थियो त्यस्तै पाउनुभयो। जसले जस्तो साहस र आशीर्वाद दिने कल्की अवतारको खोजेको थियो उसले उसैलाई भेट्यो। गुरु र चेलाको मिलन भइसकेपछि छत्रसाल आज आफै कहाँ बोकेर चौपाडा मन्दिरमा लागिरहनुभयो। चारैतिरबाट मोर सेनाले घेरेको अवस्थामा मामाजी प्राणनाथजीले दममा 25 जना सैनिक र एउटा घोडाको बछेरो लिएर युद्धमा उभिएका छत्रसाललाई